आज फाइनल्ली धेरै वर्ष पछाडि ससुरालीमा आएर टिका लगाइयो। हाम्रो मेरो दिदी हुनुहुन्छ, माइजू हुनुहुन्छ, यता साली, यता हाम्रो बुढी, हाम्रो मामाहरूले लगाइदिनु हुन्छ। नातिले मामा लगाइदिनुहुन्छ टिका है। वर्ष पछाडि हामी चाहिँ यसरी दसैँ मान्न पाइयो, टिका लगाउन पाइयो। हाम्रो पच्चु भाइ हेलो गाइस भन्दैला जेठान हुनुहुन्छ यता ससुराबाले टिका लगाइदिनुहुन्छ है मेरो छोरीलाई। रमाइलो भयो नेपालीको दसैँ। यो भिडियो पनि तपाईँहरूकोमा दसैँ कस्तो भयो राम्रो भयो नि। ल सबैले दसैँको शुभकामना भनिदियो। ल चाहिँ मेरो दिदी सासूको छोरी हो। हामी सबै दसैँ मनाउन पाइयो, सबैजना भेट भयो। हाम्रो दिदीहरू आउनु भएको छ। माइजू आज माइजूको हातको टिका लाउन पाइयो। यी सबै फाइनली अब अहिले तपाईँहरू रमाइलो भिडियो हाम्रो मामाले चाहिँ हुन्छ। धन्यवाद छ।